नमस्ते सबैजनालाई। आज चाहिँ म वन्स अ विक गर्ने नाइट स्किन केयर रुटिन चाहिँ देखाउन गइरहेको छु। सबभन्दा पहिला चाहिँ मैले चाहिँ मेरो कपाललाई चाहिँ माथि डल्लो पारेर चाहिँ बाँधेँ। कपाल बाँधिसकेपछि चाहिँ मैले सबभन्दा सुरुमा गर्ने स्टेप भनेको चाहिँ फेस वास हो। अब हजुरहरूले चाहिँ फेस वास गर्नको लागि चाहिँ के प्रडक्ट युज गर्नुहुन्छ कुन्नी? म चाहिँ यो दुईटा प्रडक्ट युज गर्छु। सुरुमा चाहिँ म ओइल बेस क्लिन्जर युज गर्छु। यो चाहिँ मैले रेगुलर युज गरिराख्ने चाहिँ क्लिन्जिङ ओइल हो। यो चाहिँ लगभग सिद्धिन लागेको छ। फर्स्ट स्टेपमा चाहिँ ओइल बेस क्लिन्जर युज गरिसकेपछि सेकेन्ड स्टेपमा चाहिँ म जेल फर्म क्लिन्जरले चाहिँ अनुहार वास गर्ने गर्छु। यो चाहिँ मैले रेगुलर युज गरिराख्ने जेल बेस क्लिन्जर हो। म चाहिँ फेस वास गर्नु अगाडि चाहिँ दुईटै हातमा चाहिँ यस्तो खालको चाहिँ स्क्रन्चिस चाहिँ लगाउँछु। यो स्क्रन्चिस चाहिँ मैले फर्स्ट टाइम चाहिँ स्किन क्युपिडबाट प्रडक्ट पर्चेस गर्दा चाहिँ उहाँहरूले चाहिँ एज अ गिफ्ट सेन्ड गर्नुभएको थियो। सबभन्दा पहिला चाहिँ म मेरो हातमा चाहिँ थोरै ओइल क्लिन्जर चाहिँ राखेर त्यो चाहिँ पुरा फेसमा चाहिँ लगाउँछु र हल्का मसाज गर्न चाहिँ स्टार्ट गर्छु। मसाज चाहिँ म लगभग 2 to 3 मिनट युजली गर्ने गर्छु। त्यसपछि चाहिँ म कटनले चाहिँ पुरा फेस चाहिँ पुस्ने गर्छु। अहिले युज गरिरहेको कटन चाहिँ यो हो, जुन चाहिँ मैले लास्ट टाइम टेस्कोमा पर्चेस गरेको थिएँ। दायाँ बायाँ सबैतिर अनुहार पुसिसकेपछि चाहिँ त्यसपछि चाहिँ म चाहिँ जेल बेस क्लिन्जरले चाहिँ फेस धुने गर्छु। मैले अहिले युज गरेको चाहिँ ओइल क्लिन्जर चाहिँ स्किन क्युपिडबाट पर्चेस गरेको थिएँ भने जेल क्लिन्जर चाहिँ बुट्सबाट चाहिँ पर्चेस गरेको थिएँ। फेस वास राम्रोसँग भइसकेपछि फेस ड्राई गर्छु। त्यसपछि चाहिँ म मेरो फेसमा चाहिँ फेस मास्क लगाउँछु। यो फेस मास्क चाहिँ मैले बडी शपबाट पर्चेस गरेको हो। यो मास्क चाहिँ मेरो वान अफ द फेभरेट फेस मास्क हो। युके आएबाट टिल नाउ म चाहिँ यो फेस मास्क चाहिँ युज गर्दै आइरहेको छु। हजुरहरू चाहिँ फेसमा फेस मास्क युज गर्दा ब्रस युज गर्नुहुन्छ होला। मलाई भने ब्रस युज गर्न चाहिँ त्यति रुचाउँदिनँ, त्यति सेटिस्फाई चाहिँ लाग्दैन मलाई ब्रस युज गर्दा। त्यही भएर चाहिँ म चाहिँ धेरै जसो चाहिँ म आफ्नै हात फिङ्गर नै यो मास्क चाहिँ ब्लेन्ड गर्नलाई चाहिँ युज गर्ने गर्छु। फेसमा सबै चारैतिर चाहिँ राम्रोसँग ब्लेन्ड गरिसकेपछि चाहिँ 10 to 15 मिनट चाहिँ म ड्राई गर्नको लागि चाहिँ छोडिदिन्छु। मेरो फेस प्याक चाहिँ अब ड्राई भइसकेको छ। अब चाहिँ म मेरो दुईटै हात पानीमा भिजाउँछु र यही चिसो हातले चाहिँ हल्का फेसमा चाहिँ रब गर्न स्टार्ट गर्छु। 30 to 40 सेकेन्डसम्म चाहिँ यसरी नै फेस रब गर्छु। त्यसपछि चाहिँ पानीले चाहिँ पखालिदिन्छु। यसपछि चाहिँ अब पालो हो मेरो लास्ट प्रडक्ट चाहिँ युज गर्ने। आज म लाउन गइरहेको छु यो गार्नियरको इसेन्सियल फेस मास्क। यो प्याकमा भएको 4वटा फेस मास्क मध्ये म चाहिँ यो थर्ड वाला फेस मास्क चाहिँ आज एप्लाई गर्दैछु। यो जाडो महिना भएको हुनाले मेरो फेस चाहिँ साह्रै ड्राई हुने, त्यही कारणले चाहिँ मैले यो 4वटा फेस मास्क मध्ये चाहिँ यो एउटा ड्राई स्किनलाई भनेर बनाएको फेस मास्क चाहिँ मोइस्चराइजर दिनेवाला फेस मास्क चाहिँ पिक गरेँ। यो फेस मास्क चाहिँ मैले 15 मिनटको लागि चाहिँ मेरो फेसमा चाहिँ राखेँ। आफ्टर 15 मिनट चाहिँ मैले मास्क निकालेर फ्याँकेँ। त्यसपछि चाहिँ सिधा गएँ म सुत्न। यो त थियो मेरो वन्स अ विक गर्ने नाइट टाइम स्किन केयर। हजुरहरूको पनि यस्तो स्किन केयर छ भने सेयर गर्न, कमेन्ट गर्न नबिर्सिनु होला। टिल नेक्स्ट भिडियो, टाटा बाई बाई।